हेलो गाइज, वेलकम टु माई च्यानल। रियल म्याड्रिड भर्सेस भिलारियल 2-1 को एकदमै मिठो कमब्याक गरेर रियल म्याड्रिड चाहिँ टप अफ द टेबल पुगेको छ। 2 गोल चाहिँ एम्बापेले गर्यो भने 1 गोल चाहिँ यता भिलारियलबाट फेउसले गर्यो। आजको गेमको कुरा गर्ने हो भने फर्स्ट हाफमा चाहिँ रियल म्याड्रिडको एकदमै राम्रो थियो। यो गेम चाहिँ आज भयङ्कर हुने भयो, ठुलो स्कोरमा हुने भयो भन्ने जस्तो लागिरहेको थियो भने फर्स्ट हाफमा। भने सेकेन्ड हाफमा चाहिँ अलिकति चाहिँ भिलारियलको अलिकति डिफेन्स पनि एकदम राम्रो र मिडफिल्डरहरूमा पनि बल कन्ट्रोलहरूको पोजिसनहरूको साथमा चाहिँ भिलारियलले पनि गेम कन्ट्रोल गरेको हुनाले चाहिँ कुनै बेला चाहिँ अब ड्र नै हुने भयो जस्तो एकदमै राम्रो चान्सहरू क्रिएट गरिरहेको थियो। राम्रो कर्नर किकहरू पनि धेरै पाइरहेको थियो है। सर्ट अन टार्गेट पनि धेरै थियो, 21वटा सर्ट अन टार्गेट थियो भने 11-12वटा चाहिँ कर्नर किक पनि पाइरहेको थियो। यसो गर्दाखेरि चाहिँ भिलारियलले चाहिँ ड्र गर्छ कि जस्तो लागिरहेको थियो लास्टतिर अथवा चाहिँ सेकेन्ड हाफमा चाहिँ भिलारियलको भने उतातिर चाहिँ रियल म्याड्रिडको डिफेन्स र गोलकिपरले दामी आजको जब चाहिँ उनीहरूको जब चाहिँ एकदमै सुपर हुन गयो। पर्टुगालले चाहिँ राम्रो चान्सहरू क्रिएट गर्यो भने राउल एसेन्सियो जताततै थियो, उसले चाहिँ बल्लै रोकिरहेको थियो। उसले भने फेरि भालोदै एम्बाप्पे कामाभिङ्गाको गेमहरू चाहिँ साह्रै राम्रो हुन गएको थियो। कामाभिङ्गा आज 12 किलोमिटर दौडिरहेको छ त्यो गेमको लागि, आजको गेममा मात्रै। भनिसकेपछि प्लेयरले चाहिँ कुन लेभलमा गएर आज चाहिँ 3 पोइन्ट चाहिँ कलेक्ट गरे अथवा सेभ गरे, भ्यालुएबल पोइन्ट 3 पोइन्ट निकालेको छ। जुन चाहिँ अघिल्लो गेम चाहिँ एथलेटिको मड्रिडसँग थियो। त्यो गेम 120 मिनटसम्म जुडे बेलिङम र एम्बाप्पे गेम खेलेका थिए भने त्यो बेलामा र आज आएर फेरि त्यो गेम खेल्दाखेरि चाहिँ प्लेयरहरू लास्ट रेस्ट दिनुपर्ने स्थितिमा एकदमै टायर्ड थिए प्लेयरहरू। त्यसो गर्दाखेरि चाहिँ यो अघिल्लो च्याम्पियन लिगमा पनि त्यत्रो मिनट पुरै 120 मिनट नै खेल्नु र अहिले आएर पनि पुरै गेम खेल्नु चाहिँ एकदमै डिफिकल्ट हुँदो रहेछ प्लेयरहरूलाई आज हुने भने। र चाहिँ एन्सिलोटीले रेस्ट दिनुपर्ने प्लेयरहरूलाई पनि दिएको देखिन्छ। भिनिसियस, रुडिगर अनि मोड्रिच जस्ता प्लेयरहरूलाई चाहिँ फर्स्ट हाफमा चाहिँ एकदमै रेस्ट दिएको थियो भने सेकेन्ड हाफमा चाहिँ उनीहरूलाई पनि लिएर आएर प्रोडक्टिभ बनाउने काम चाहिँ एन्सिलोटीले चाहिँ राम्रोसँग गरेको देखिन्छ। आजको गेममा चाहिँ रियल म्याड्रिड चाहिँ टप अफ द टेबल पुगेको छ। भोलि चाहिँ बार्सिलोना भर्सेस एथलेटिको मड्रिडको म्याच छ। यदि बार्सिलोना जित्यो भने टप अफ द टेबल हुन्छ भने, यदि चाहिँ एथलेटिको मड्रिडले जित्यो भने एथलेटिको मड्रिड चाहिँ टप अफ टेबल हुन्छ। अर्को गेम म्यान सिटी भर्सेस ब्राइटन। हाल्यान्डको एकदमै राम्रो रेकर्ड रह्यो भने 94 गेममा 100 गोल कन्ट्रिब्युट गरे भने यता पेप गार्डियोलाको भने एकदमै नराम्रो रेकर्ड बनाएको छ। धेरै गोलहरू खाने र चाहिँ कम्प्लिटली लसहरू चाहिँ एकदमै ब्याड रेकर्ड भइरहेछ पेप गार्डियोलाको। लास्ट 5वटा गेममा 2वटा विन, 2वटा लस र एउटा ड्रका साथमा चाहिँ लिगको 5th पोजिसनमा गइरहेछ। अहिलेको यही पोजिसनको आधारमा रहिरहने हो भने अहिले रिसेन्टली च्याम्पियन लिग खेलेको टिम कन्फरेन्स लिग नखेल्ला भन्न सकिन्न। किनभने चेल्सीको गेम पनि अहिले पछिल्लो अवस्थामा चाहिँ एभरेज नै छ, राम्रो नै छ है। नटिङहम फरेस्ट र आर्सेनल लिभरपुलको गेम त राम्रै नै भयो, उनीहरूको त एकदम सदाबहार नै छ है अहिलेको सिजनमा चाहिँ। भने म्यान सिटीले चाहिँ अब टप 4मा आउन पनि एकदमै सङ्घर्ष गरिरहनु पर्ने छ। यदि टप 4 चाहिँ खेल्यो भने अहिले च्याम्पियन लिग खेलेको टिम कन्फरेन्स कप खेल्ने स्थिति आउन पनि सक्छ। हाल्यान्डले र ओमार मार्माउसले 2 गोल गरे पनि डिफेन्डरहरू र गोलकिपरको अलिकति राम्रो कोअर्डिनेट हुन नसक्दाखेरि चाहिँ 2 गोलहरू खान पुग्यो। ओमार मार्माउसको त्यो डिबक्सबाट बाहिरको गोल चाहिँ एकदमै सुपर थियो आज ओमार मार्माउसको। उसले चाहिँ 6 गेममा चाहिँ 4 गोल गरेको छ अहिले। यसै गरी चाहिँ म्यान सिटी चाहिँ आजको गेममा पनि पोइन्ट सेयर गरेर 5th पोजिसनमा रहेको छ भने ब्राइटन 7th पोजिसनमा रहेको छ आजको गेमबाट। अब म्यान सिटीको अर्को गेम चाहिँ एफए कप छ, जुन चाहिँ बर्नमाउथसँग छ। बर्नमाउथ अहिलेको अन्डरडग्स टिम हो, वेल म्यानेज टिम हो। एफए कपमा यही किसिमले गयो भने म्यान सिटीले एफए कपबाट पनि बर्नमाउथले किक नहाल्ला भन्न सकिन्न। बर्नमाउथसँग कि कसरी खेल्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ। कस्तो लाग्यो यो भिडियो चाहिँ लाइक, सेयर र च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला।